सो गुड मर्निङ एभ्रिवान, गुड मर्निङ फ्रम सुर्खे है। अनि हिजो चाहिँ हामी आएर बास बसेको थियौँ यो घरमा, अनि देखाइसकेको छु मैले तपाईँहरूलाई है। अनि पानी परेको कारणले गर्दा चाहिँ आज हामी अलिक ढिलो उठ्यौँ। अनि हिजो पनि बिहानदेखि रातभरि पानी परेको थियो, अनि आज पनि बिहानदेखि पानी परिरहेछ, तर अहिले चाहिँ हल्का सिमसिम परिरहेछ। यतिकैमा चाहिँ हामी हिँड्न सक्छौँ। अनि योभन्दा अगाडि हिँडेको भए चाहिँ हामी रुच्ने चान्स हुन्थ्यो। हामीसँग रेनकोट थिएन होइन। अब रेनकोट चाहिँ किन पनि हुन्छ, हामीले सबैभन्दा भुलेको चिज भनेर चाहिँ रेनकोट हो है। अब रेनकोट चाहिँ हामीलाई चाहिन्छ, ठिकै छ। यु क्यान सी द नेचर है, यहाँको चाहिँ मिठो छ। लाइक साउन्डै क्या बवाल आइरहेको, सुत्दाखेरि पनि पुरै मेडिटेसन भयो जस्तो है। जाडो त त्यति जाडो भएन, किनकि वी आर एट अलमोस्ट 2200 मिटर अल्टिट्युड है। अनि अब चाहिँ हामी अल्टिट्युड गेन गर्दै जान्छौँ मासतिर, ठिकै छ। अब ढिलो भइसक्यो, अहिले 10:30 भइसक्यो। आज हामी नाम्चे पुग्ने भनेको नपुग्ने भयो जस्तो छ। ठिकै छ, बाटोमा गएर भेटौँला, राम्रो राम्रो सिनेरी देखाउँला है, बवाल। सो अभी हम थोड़ा सा ऊपर आए, ज़्यादा ऊपर भी नहीं, लेकिन अब तक हम लोग ले ऐसे 2 आवर्स का हाइक कर लिया। हाँ, घोड़ा। इसको बांग्ला में क्या बोलते हैं? घोड़ा। घोड़ा? हॉर्स। नहीं, ये हॉर्स नहीं, ये हॉर्स का क्रॉस ब्रीड है। क्या बोलते हैं? ये हॉर्स का क्रॉस ब्रीड है। घोड़ा ही बोलते हैं। घोड़ा। घोड़ा। अच्छा, तुम्हें आज कैसे लगा? तुम आज मौसम भी उतना खुला भी नहीं है। व्यू तो अच्छा है, पर बॉडी कंडीशन अच्छा नहीं है। बॉडी कंडीशन क्या तकलीफ हो रहा है? पता नहीं, ज़्यादा हेलो। सो गाइस, अहिले चाहिँ म यस्तो दामी ठाउँ छ यार यो। लाइक यो गाउँ यस्तो दामी छ कि है, पुरै मनसुनको भागतिर क्या। हो ठिकै छ। हिजो 2 दिन नन स्टप पानी परेको कारणले गर्दा चाहिँ हल्का वेदर आज हल्का खुल्दैछ। हेलो, वेयर फ्रम? Israel. Welcome to Nepal. हजुर। नमस्ते। ठ्याक्कै थाहा भएन, अहिले चाहिँ 142 भएछ। अझै रमाइलो भयो आजको दिन चाहिँ है। आज पुरै ल्यान्डस्केप पनि दामी रहेछ होइन। हुन्छ नि, एउटा भाइबै छुट्टै छ। बवाल। अब खाना खान्छौँ हामी, त्यही हो बवाल। 4 घन्टाको हाइकपछि हामी खाना खान लाग्छौँ यहाँ थाडुस्के सोलखुमुमा भन्नेमा। माइक चेक। भाई कुछ बोलो। और क्या, खाना खाने के बाद बोलते बहुत भूख लगी है। अभी हम खाएंगे, अभी एनर्जी नहीं है उतना है ना। हाँ, बोलने की एनर्जी नहीं है। ठीक है, मिलते हैं खाने के बाद। बङ्गाली दोस्ता कुदिरहेछौँ होइन। अनि ऊ आइपुग्जेसम्म चाहिँ हेरौँ, ऊ चाँडै आइपुग्यो भने चाहिँ अझै अलिकति माथि गइन्छ कि के गरिन्छ होइन। भन्दाखेरि त ठिकै छ, यहाँबाट नि एकछिन यहाँ पनि डुल्न पनि मजा आउने ठाउँ जस्तो छ है। थकाइ पनि लागिरहेको है आज त। आज हामी कति घन्टा हिँड्यौँ? 6 घन्टा हिँड्यौँ, ठ्याक्कै 6 घन्टा चाहिँ वाकिङ गऱ्यौँ। ठिक छ, बवाल। बङ्गाली देश चाहिँ आएको छैन, त्यही हो। अब बाई बाई। सो गुड मर्निङ फ्रम फ्याक्दिङ हो कि फ्याक्दिङ रे भाइ? फ्याक्दिङ। एन्ड वी स्टे एट फ्याक्दिङ यस्टरडे। हामी यहाँ बसेको थियौँ है। अनि यस्टरडे नाइट वाज गुड। कल का स्लीप कैसा था तुम्हारा? अच्छा था, सुबह जल्दी उठा लिया,
कितने बजे उठा लिया? अरे 7 बजे तुम 6:30 बजे। हाँ इतना जल्दी उठा मैं गिरा हुआ। अच्छा देखो कितना बड़ा कितना सुंदर देख रहे हैं वाटरफॉल। तुम्हें स्विमिंग करना है क्या? मुझे सब आता है। इधर इधर ठंडी पानी में कर सकते हो? तुम कर सकते हो तो मैं भी कर सकता अरे यार, ओके ठीक है। कैसे भाइ हिजोको रात कस्तो भयो त? ठिकै हो? ठिक छ ल गाइज अब चाहिँ हाम्रो फेरि वाकिङ सुरु है। ट्रेकको चाहिँ डे 2 अनि टोटल डे चाहिँ 4 हो है, किनकि गाडीमा 2 दिन लाग्छ अनि ट्रेक 2 दिन भयो। आवर डे 4 इज स्टार्ट फ्रम हियर। लेट्स ब्रिङ आवर जर्नी के भन्छ त्यसलाई ल है त। गाइस अझै हामी छुमा आइसक्यौँ। छुमाको आमाकोमा आएर के खाँदैछ आमा? चौचौ मिठो चौचौ होइन सबैजना यहाँ चौचौ खान आउनु होला हजुर। ठिक छ खाजा खानको लागि चाहिँ हामी ब्रेकफास्ट भन्नाले नि अब ठिकै छ। यस्तै हो जाडो छ है, पानी परिरहेछ अनि भाइ जाडो है भाइ जाडो होइन तातो पानी पर्दैछ। पानी पर्दैछ अनि अरू भन्नु चाउचाउ खाँदैछ, चिसो छ। चिसो छ तातो चौचौ खाँदैछ। ल चौचौ खाऊँ है त तातो तातो चौचौ चौचौ बबाल। हामी चाहिँ सहरमा त नेसनल पार्कको ठ्याक्क गेटतिर आइपुग्यौँ जो सेले पोस्ट मन्जुमा है। अनि यो चाहिँ पुरै रिप्लेका छ होइन। यहाँ चाहिँ हिमालहरू सगरमाथा नाम चाहिँ गोपीय साई। सो यहाँ चाहिँ पुरै टिकट काट्ने हो। नेपालीहरूलाई कति पर्छ भने थाहा छैन। सागकन्डीलाई छुट्टै रहेछ, सागकन्डीलाई छुट्टै रहेछ, अरूलाई फरेनहरूलाई छुट्टै रहेछ, नेपालीहरूलाई थोरै 100 रुपियाँ भनेर जस्तो अलिपछि थाहा हुन्छ। त्यही हो उता हो सगरमाथा नेसनल पार्कको गेट। अहिले भर्खर हामीले चाहिँ पर्मिट काटेर आएको छौँ होइन उसको होइन टक्क लाएर। सार कन्ट्री भएको भएर चाहिँ 1500 ये सार कन्ट्री होइन इसलिए 1500। अनि इधर गाउँपालिका का होता है ये गाउँपालिका का होइन। गाउँपालिका का चाहिँ सार कन्ट्री का 2000 सार के आउटसाइड का 3000 डन। ओन्ली 3500 रुपिस पर्मिट गएको छ। अनि नेपालीहरूलाई नि नेपालीहरूको लागि चाहिँ 100 रुपिस पर 200 रुपिस पर पर्सन। गट इट। कति 4-5 घन्टाको वाकपछि हामी चाहिँ यो एभरेस्ट पन्जी भन्ने ठाउँमा आइपुग्यौँ। अनि त्यही हो अहिलेसम्म हिँड्न चाहिँ गाह्रो भएको छैन खासै। अब नाम्चीपछि गाह्रो होला। हामीले नाम्चीमा होटेल पनि बुक गरिसक्यौँ। गाइड दाइले के अरे बुक गरेको छैन भने गर भन्नुभयो, पाइँदैन भनेर। त्यही भएर हामीले बुक पनि गरिसक्यौँ। रेनकोटको हालत यस्तो है लामो। त्यहाँ मुनि एउटा यत्रो ठालो उकालो छ अनि त्यसपछि त फुल्ली उकालो नै उकालो हो। यो डाँडा पछिको अलिकति माथि चाहिँ नाम्चे हो। यस्तो छ के गर्नु जिन्दगी। अब एबिसी भनेपछि त एबिसी भनेपछि त यतिको त गर्नु परिहाल्यो। केही छैन सकिन्छ होला भन्दै भगवान्लाई सम्झिँदै म बिचतिर लाग्छु अब म एकछिनमा। अब हामी जान्छौँ होला पानी खान गएको पुरै नित्रुके टी सर्ट मात्र लाएर आइरहेको रहेछ पुरै। त्यही हो अब गाह्रो छ नि त अरू देशको लागि हामीलाई गाह्रो भइरहेको इभन मलाई होइन। त्यही अब बङ्गाली साथी आइसक्यो
अब तातपानी खान कहाँ आउँदा चेक पोस्टमा अब त्यही हो अब चाहिँ नाम्चे पुग्छ होला हामी 20 मिनटमा पानी स्टिल परिरह मजाले मासतिर त्यो पनि खतरा परिरह होला अनि त्यही त हो नि होइन अब बाई बाई नाम्चेमा गएपछि भेटौँला भाई आज तुम तो बहुत बहादुर निकले अरे यू बहादुर आर वेरी स्ट्रॉन्ग पर्सन क्या स्ट्रॉन्ग क्या भाई हाल है इसका हाइट 3700 मीटर 34 ए 34 वो पुलिस वाला बोल रहा 37 सॉरी उसका गलत हो गया इसका हाइट 3700 मीटर है ना 3700 मीटर पे एक हाथ में रेड बुल एक हाथ में हॉट वाटर है ना अनि पूरा गीला हो गया हाँ? कहाँ मुगु भन्नु? मुंह क्या कतिको हाइटमा हो भाइ थाहा तँलाई 3000 होइन 3400 मिटर्स 34 ओ ओ ओ फल दामी पसन्द पुल खेला हाँ विथ बेल्जियम फ्रेन्ड हर्षा और लेके आया वो टॉवल है टॉवल त्यही हो अब हामी निक्लिन्छौँ होटेल पुगेपछि हजुरहरूलाई टावल दिनु न भेट्छु म बाई बाई यहाँ एउटा इन्ट्रेस्टिङ कुरा नि भेट्यो हामी ठ्याक्क नाम चाहिँ चिन्न पाएन हाम्रो यहाँ एउटा होटेलमा चाहिँ पुरै प्ले स्टेसन खेल्न मिल्छ अरे दाइ हामी बाहिरबाट आएको मान्छेलाई पर आवर कति हो हामीलाई हजुर बाहिरबाट हामी जस्तोलाई बाहिरकोलाई त खासै खेलाकै छैन हामीले त्यही पनि कति हो दाइ पर आवर 100 हो कुन गेम खेल्दा हो दाइ तपाईँ लास्ट अफ अस 1 रिमास्टर लास्ट अफ अस मैले सिरिज चाहिँ हेरेको छु सिरिज नेटफ्लिक्समा हजुर मैले त्यो गेम पहिल्यै लिएको हजुर तर खेलेकै छैन कि ए तर कडा गेम रहेछ त तपाईँसँग छ नि हेर्नु नि फर्टनाइट चाहिँ खेल्नु न दाइ बरु फोर्टनाइट त म त बुझ्दै बुझेन आउट अफ मेरो ब्रेनबाटै थियो त त्यो घर बनाउनु साइको हुने है दाइ अरू त ठिकै हो हामी भर्खर नाम्चे बजार आइपुग्यौँ अनि यहाँ होटेलको पोलिसीहरू चाहिँ डिनर र ब्रेकफास्ट चाहिँ गर्नै पर्छ अरे अनि डिनर र ब्रेकफास्ट गरेन भने चाहिँ रुमको प्राइस बढ्छ अरे अनि त्यसपछि हामी हिमालयन होटेलमा गएको थियौँ क्या म र बेल्जियम गाई अनि हामी रुममा गएर रेस्ट गर्न गएको थियौँ बस्ने भए चाहिँ यसरी बसिहाल्नु पऱ्यो अरे बस वेटिङको लागि चाहिँ म र सिमन र बङ्गलादेशको साथीको हामी पर्खिरहेको थियौँ क्या अनि वेटिङको लागि चाहिँ माथि डाइनिङ रुममा गएर पनि बस्नुपर्ने रे अनि त्यही हो अनि यो होटेलमा चाहिँ हाम्रो हस्पिटालिटी मन परेन बोल्ने पारै मन परेन खासमा त्यही हो यहाँ चाहिँ फ्री वाइफाई रहेछ रुमसँगै इन्क्लुड हुने रहेछ खानाको चाहिँ 1100 समथिङ भनेर जस्तो थियो अनि त्यही हो नाम्चे बजार लास्ट एक्सपेन्सिभ जग्गा रहेछ गाइज होइन हस्पिटालिटी नै राम्रो छैन अनि सब रुमको मान्छे खासै हामीसित बोल्ने आउँदैन जस्तो होइन पैसै नदेखा जस्तो पाराले बोल्दो रहेछन् अनि त्यही हो महँगो पनि छ आइएम टु टायर्ड होइन बच्चा के अरे बिहानदेखि हामीले केही खाएन ड्राई फ्रुट मात्रै खाएको थियौँ ड्राई फ्रुट नै अघि आएर खायो आधी घन्टा अगाडि अनि यस्तो गाह्रो भइरहेको कि मलाई हिँड्न पनि सकेको छैन कि अब होटेल जानु हिँड्न पनि सक्दिनँ क्या अब मलाई यस्तै रहेछ अब इबिसी बाई बाई सो बल्ल हामी होटेल आयौँ सबै ठाउँ प्राइस त एउटै रहेछ त्यही पनि यहाँको एउटा बहिनी बाटोमा भेट भएको थियो होला तिनीहरूले सिमन भाइहरूले मिलाए सो त्यही हो अब हामी फ्रेस हुन्छौँ यो जुत्ताभित्र पुरै पानी छिरेको छ च्यापे भए च्यापे मेरो त ठिकै भएको तर सिमनको त च्यापे भए त्यही हो लास्ट गाह्रो भइरह भने ओके गुड नाइट Day 5 at Namche Bazaar. सो गुड मर्निङ फ्रम नाम्चे हामी चाहिँ यहाँ होटेल आऊँ यो होटेलमा बस्यो हामी चाहिँ यहाँ थियो हाम्रो रुम यहाँ हो कि यहाँ कम्फर्टिङ त्यस्तै हो मलाई हिजो बेलुका चाहिँ अलिअलि गाह्रो भएको थियो ग्यास्ट्रिकले छाती फुलिरहेको थियो अनि केही खाएको थिएन नि त बिहानदेखि त्यही एउटा चौचौमा ताहा हो अनि
सिधै यहाँ चेकपोस्ट आएपछि त्यो खाएको हो, त्यही भएर गाह्रो ग्यास्ट्रिकले गाह्रो बनायो। अनि त्यही हो, अब हामी अर्को होटल खोज्दै गइरहेछौँ। अनि आज नाम्चीमै बस्छौँ हामी। नाम्ची बजार चाहिँ लास्टमा मान्छ यहाँ, तर महँगो त्यस्तै। Namche Bazaar to Fungifinger. Day 6. So guys, yo, welcome to Namche again. This is our day 3 in Namche, है। अनि टोटल our day 6। अनि हामी चाहिँ अब बिहानको लन्च गर्दैछौँ। टक्कला तन्दुर, यहाँ चाहिँ सक्क तन्दुरी रोटी र होइन अनि चप आउने रहेछ। ठिकै छ, हामी नान खाँदैछौँ। लेट्स ह्याभ सम नान है त। यहाँको फुडहरू चाहिँ टेस्ट हान्दा हामी फुड ब्लग हान्न आएको है। साइड सो हामीले 3 दिन पछि घाम देख्यौँ। त्यही हो, अब हामी नाम्चीबाट हिँड्यौँ। कहाँ पुग्छ थाहा छैन, जहाँ पुग्छौँ हामी त्यहीँ बस्छौँ। नाम्ची महँगो हो, त्यही भएर नास्तिर भयो नि गएर बसौँला। आधी दिनको चेक पोइन्ट घटौँला भनेर हामी हिँडिरहेछौँ। त्यही हो, बाई बाई। Life I love is making music with my friend, and I can't wait to get on the road again. On the road again, going places that I've never been, seeing things that I may never see again, and I can't wait to get on the road again. On the road again, like a band of gypsies we go down the highway, where the best friends and insisting. This is the Sagarmatha Resort Park, and where you going to go, bro? Go here. Oh, What do you want? I want to go to the aerospace camp first. Yeah, let's go to this. Let's go to this way. And down, 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 down. हामी कहाँ छौँ अहिले? We're at यहाँ त हामी Tongbuche, Khumjing. यो त 500। नाम्ची बजार खुम्जिङ होइन? अँ हामी यतातिर हौँ। अँ यहाँ हामी यो भयो, यो पास गरे यो। अँ अब अलि यहाँ छ होइन? यहाँ बस्ने प्लान छ, तर यहाँ उक्लियो भने त यहाँ पुग्छ त के पुग्दिन? अरे